बालेनलाई 100 मा कति नम्बर दिनु? बालेन त जिरै भन्छु नि म। बालेनलाई 0। उहाँ त प्रधानमन्त्री देशको। उहाँ त संसारकै सबैभन्दा तपाईको गद्दार, राष्ट्रघाती, संसारकै सबैभन्दा गद्दार र संसारकै सबैभन्दा राष्ट्रघाती प्रधानमन्त्री। जुन कुरा उहाँले चाहिँ राष्ट्रको हितमा आजसम्म एउटा काम गरेको देखाउनुहोस् तपाईहरुले। एउटा मात्रै काम राष्ट्रको हितमा गरेको, त्यो पनि गौरवशाली योजना। खोला नालाको मुहारै फेर्ने रे। त्यो अब गफले फेरे एउटा कुरा होला हैन। अब तपाईको कामले फेर्नु पर्यो, कामले फेर्नु पर्यो। अब उहाँहरूले लिएको एजेन्डा चाहिँ के थियो भने हामी वैदेशिक रोजगारमा जुन युवाहरू गइरहेछन् त्यो हामी ठप्पै बन्दै गराउँछौँ भन्नुभएको। अहिले उहाँहरूको लगभग 16 राष्ट्रसँग सम्झौता उहाँहरू आफैले गरिराख्नु भएको छ वैदेशिक रोजगारको। अनि एमालेलाई सकाएर 2/3 को बहुमत ल्याएर अहिले प्रधानमन्त्री हुनुभएको छ क्या। अब यो केपी ओलीलाई सकाउने मान्छे यो भनेको कस्तो हुन्छ भने एउटा हाम्रो बुढापाकाले उखान गर्नुहुन्थ्यो कि कहिलेकाहीँ कुकुरको पनि दिन आउँछ भनेर हैन। तपाईको त्यो त्यही दिन उहाँहरूको अहिले आइरहेछ हैन। तपाईको अहिले कुकुरको दिन आउँछ भन्ने चाहिँ त्यो हाम्रो बुढापाकाले पहिला भनेको थ्योरी अहिले पुरा भइरहेछ के। सबैको दिन आउँछ एक दिन भन्ने जुन खालको थियो त्यो भाष्य, त्यो अहिले उहाँको पुरा भएको छ। अब जस्तै नेकपा एमाले पार्टी जरादेखि तपाईको बेस एउटा पूर्ण रूपमा चाहिँ बेस बनेको पार्टीलाई तपाईको उहाँहरूले अब हामी चाहिँ सकाइदिन्छौँ, यो गरिदिन्छौँ, त्यो गरिदिन्छौँ भन्ने यो कथामा चाहिँ हुन सक्छ, एकादेशको कथामा चाहिँ। तर अब उहाँहरू आफै सकिनुहुन्छ, हामीले केही भन्नै पर्दैन। उहाँहरूको